यो हो पोखराको नयाँ बजार। रात्रिकालीन दृश्यहरू खिच्ने क्रममा यहाँ नयाँ बजार आइपुगे। जता गए पनि त्यतै रमाइलो रमाइलो देख्ने, जता गए पनि राम्रो देख्ने। पोखरा दिउँसो मात्र होइन, रातिको बेला पनि एकदम सुन्दरताले भरिएको हुन्छ। पोखरा भनेको पोखरा रहेछ। बयान गर्ने कुनै ठाउँै भन्न शब्दै छैन। एकदम रमाइलो, जता गयो पनि रमाइलो, जता गयो पनि राम्रो। बत्तीको उज्यालो झिलिमिली देख्ने। पोखरा दिउँसो मात्र होइन, रातिको अँध्यारोमा पनि एकदम सुन्दर, एकदम राम्रो देखिँदैछ पोखरा। पोखराका भाइरल रोड, न्यू रोड रातिको समयमा एकदम सुन्दर आकर्षण देख्छन्। पोखराको भाइरल रोड, न्यू रोडको आकर्षण एकदम राम्रो देख्छ बेलुकाको बेलामा यो ठाउँ। महेन्द्र पुल चिप्लो ढुङ्गाको साइडभन्दा यता न्यू रोडको साइडमा छिटो बन्द हुँदो रहेछ। पोखराका सिटी बस लगभग 7 साढे 7 बजेतिर बन्द भइसक्दो रहेछ पोखराको बजारहरू, जाडो भएर होला। तर रमाइलो राम्रो देख्दो रहेछ एकदम। म त लेफ्ट साइडतिर मात्रै राम्रो होला कि भनेको त। महेन्द्र पुल, चिप्ले ढुङ्गा यस्तो एरियाहरू पनि राम्रो देख्दो रहेछ रातिको समय। यो पोखराका भाइरल रोड भन्छ यसलाई, न्यू रोड। एकदम राम्रो देखिन्छ रातिको बेलामा यो न्यू रोड। रमाइलो छ बेलुकाको समय। फुटपाथको व्यापार हेर्दा राम्रो लाग्छ।
पोखराका रात्रिकालीन दृश्यहरू यसो अवलोकन गर्दै कतिको राम्रो देख्छ भनेर राति ब्लग बनाएको। एकदम राम्रो देख्दो रहेछ। झिलिमिली उज्यालोले गर्दाखेरि तपाईँहरूले प्रदीप सिंह ब्लग हेर्दै हुनुहुन्छ, लाइक सब्सक्राइब अवश्य गरिदिनु होला। रातिका समय फुटपाथका व्यापार राम्रो हुँदो रहेछ। सटरहरू बन्द भइराख्ने बेलामा समयमा फुटपाथले केही समय पाए पनि व्यापार गर्दो रहेछ। फुटपाथमा राखिएका सामग्रीहरू अहिले म घुम्दा यो महेन्द्र पुलमा आइपुगेँ। यो महेन्द्र पुलको चोक रातिका समयमा एकदम राम्रो सुन्दर देखिँदो रहेछ। सुन्दर पोखरालाई दिउँसो हेर्नुहोस्, राति हेर्नुहोस्, जतिखेर राम्रो देखिएको हुन्छ, सजिएको हुन्छ। पोखरा भनेको पोखरै हो। यो नयाँ बजार जाने बाटो। महेन्द्र पुलमा अवस्थित झन्डा पार्क रातिको समयमा झन् राम्रो देख्दो रहेछ। फ्ल्याग गार्डन महेन्द्र पुल देखिएछ। महेन्द्र पुलमा अवस्थित झन्डा पार्क। पोखरा महानगरपालिकाद्वारा बनाइएको गार्डन एकदम सुन्दर देखिएछ रातिको समयमा। महेन्द्र पुलका रात्रिकालीन दृश्य एकदम सुन्दर देखिएछ।
रात्रिकालीन समयमा कस्तो देख्दो रहेछ पोखराको आसपासका ठाउँहरू। जस्तो लेक साइडहरू त खुब रमाइलो देख्छ रातको समयमा। तर हाम्रो यतातिरको चिप्लेढुङ्गा महेन्द्र पुल को अवस्था कस्तो देखिन्छ भनेर यो ब्लग बनाउँदैछु। यो हो चिप्लेढुङ्गा, पोखराको चिप्लेढुङ्गा। एकदम राम्रो देख्दो रहेछ रातिको समयमा पनि। पोखराका न्यू रोड रातिको समयमा एकदम सुन्दर राम्रो देख्दो रहेछ। चिप्लेढुङ्गाका दृश्य हो, एकदम राम्रो रातिको समयमा। लेक साइड भन्दा कम देख्दैन, एकदम राम्रो देख्दो रहेछ बेलुकाको समयमा। फुटपाथमा राखिएका तरकारीहरू, यो चिप्लेढुङ्गाका दृश्य हो। यो ब्लग बनाउने उद्देश्य के हो भने रातिका समयमा लेक साइड भन्दा अरू ठाउँ कस्तो देख्दो रहेछ पोखराका। जस्तो कि यो महेन्द्र पुल चिप्लेढुङ्गातिर पनि राम्रो देखिँदो रहेछ रातिको समयमा। अहिले त जाडो भएर हो, अब गर्मीको समयमा अझै यो भन्दा राम्रो होला, किनभने जाडोमा अब कमै मान्छे निस्केको हुन्छ। एकदम दामी देख्दो रहेछ रातिको समयमा। यो हो चिप्लेढुङ्गा, यसैको नामले चिनिएको यो ठाउँ हो चिप्लेढुङ्गा। पोखराका झिलिमिली रमाइलो रात एकदम राम्रो देखिँदो रहेछ रातिको समयमा। यो चिप्लेढुङ्गाका एरिया हो यो सबै। अहिले म पोखरा ट्रेड मलभित्र, पोखराका ब्रान्डेड लुगाहरू, हरेक चिजहरू, सामग्रीहरू पाउने ठाउँ पोखरा ट्रेड मल। रमाइलो, कस्तो राम्रो। यो सबै दृश्यहरू पोखरा ट्रेड मलभित्रको हो। पोखराका रात्रिकालीन दृश्यहरू प्रदेशिङ ब्लगमा हेर्दै हुनुहुन्छ। पोखराका रमाइलो रात्रिकालीन दृश्यहरू यहाँ हेर्दै हुनुहुन्छ।